आज म काम विशेषले यता कोटेश्वरतिर आएको। यता हेर्नुहोस् कोटेतिर पुरा गाडी आज खासै जाम त त्यति छैन, पुरै गाडी चलिरहेको छ त्यतिर। रोडीको दाग बनिरहेछ, भर्खर कामापट्टि बनाएको। यो नि कोटेश्वरबाट माथितिरको भ्यू देखिन्छ। खासै जाम भइरहेको छैन आज आइतबार हुन त तैपनि हेर्नुहोस् यताउति रुख लागेर दामी भइरहेछ। यता रुखले गर्दा यताको भ्यू दामी देखिरहेछ। उता प्लेन आइरहेछ। यता हेर्नुहोस् त्रिभुवन इन्टरनल हाइवेबाट गाडी, एउटा गाडी ऊ त्यहाँनिर रोकिरहेछ। बाटो क्रस त्यहाँनिरबाट फर्क्यो गाडी। कस्तो हो यो कानुन, निश्चयमा फर्काइदिन्छ त्यो गाडी त। यहाँनिर एउटा ट्याक्सी आइरहेछ, यहाँनिर एउटा ट्याक्सी रोक्या। यो त स्टेसनमा रोक्न मिल्ने हो। यता हेर्नुहोस् त्यो भर्खर नै बनेको, यो अस्ति भर्खर नै यताबाट उद्घाटन भएको। पहिला जान दिन्थेन, यता भर्खर बनेको रोड यो माथिबाट नभए यो तलको र उतापट्टि साइड दुई खाएर मिल्थ्यो भने अहिले भर्खर। बिएमबी हस्पिटल कहाँ छ गर्नुको? हजुर बिएमबी हस्पिटल बिएमबी ठ्याक्कै थाहा भन्नु त अरू कसैलाई हामीलाई ठ्याक्कै थाहा भयो। मे भन्नुभयो हजुर छैन है, उता गएर सुन्नु न। थाहा भयो यताबाट त अहिले बिएमबी हस्पिटल सिधै राख्नु भएको थियो। मलाई खासै थाहा भएन, मलाई उता पसलमा गएर सोध्नु भनेर पठाइदिएको दाइलाई। यतातिर अहिले खासै 12 बजेको धुपको घाम हुँदाखेरि यति राम्रो होइन। यो पुलमै छु म अहिले भर्खर। यतिर गाडीहरू त्यहाँबाट भर्खर बनाएको रोड हो त्यो, त्यहाँबाट त्यतिसम्म। यता अङ्कल आउनु भएको छ एउटा, त्यहाँनिर गाडीको स्टेसन, गाडी झार्ने प्रचलन रहेछ। भर्खर 2-4 दिन भयो यो लाइन खोलेको। अब म तलतिर झर्छु बिस्तारै। अब म यता यो लाइनबाट हुँदै अलि अगाडि बढेर उताको अलि अगाडितिर गाडी चढ्नुपर्छ, त्यहाँबाट झर्छु अब। म अब यहाँबाट तल झर्छु। यो सिडी माथिको आकाशे पुलबाट तल झर्ने हो। तपाईँ अङ्कल भनिरहनु भयो ल। म अब यतै नै भिडियो इन गरिदिन्छु। अनि अब गाडी चल्छ।